हाई सुन्दरी, के गर्दैछौ? बसिरहेको छौ? त्यसो भए अब सुत। के गर्दैछस् थिस? छ मेरो जिन्दगीमा कोही, उसैसँग बोल्दैछु म। आइस हजुर, के हो यो त भ्यान छ साइली हान्दैछ त श्याम। कोहीसँग लभ परेको छ त्यही भएर खालि बोल्दैछ, बिजी भएको आजकल यो। के हो यो त? आई मिस यु सुन्दरी। अब सबै भन्, आई मिस यु भन्, आई मिस युर हट भन्, आई मिस यु किडनी भन्, सबै भन्। अनि मूत्र थैली आई मिस यु पनि भन्। हे राजु, त यस्तो नबोल। सुन्दरीको र मेरो माया एकदम छोको माया हो, जस्तो रामले सीतालाई गर्नुभएको थियो, बुझिस्? राम्रो सीताको जस्तो माया। अनि राम्रो सीताको बिचमा को आएको थियो थाहा होला नि, रावणको। त्यस्तै कुन चाहिँ आउँछ अनि घोप भनेर जान्छ अनि हेर्दै बस्नुहुन्छ। गप 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 गप। साथीको खुसी नै हाम्रो खुसी हो, होइन त श्याम? हो राजु, हो। बरु कुन चाहिँ केटी हो हामीलाई बरु भन्न, को हो चिना न? हो यार राम, भन यार राम। त्यही पुन्टेको छोरी, त्यहीसँग। त्यो हो, त्यो त ठोक्नमा होइन ठोकाउनमा इन्ट्रेस्ट लाग्ने वाला हो र। ल हे राजु, बरु म तँलाई एउटा आइडिया दिन्छु। के म्यासेज लेख्नु भन्दा थियो अरे, तिमीले मलाई ठोक्न दिन्छौ भने हाम्रो लभ पर्छ, नत्र ब्रेकअप भन्दै। हेर त जथाभावी नबोल, मैले भनिरहेको छु साईको ठिस। मैले त त्यही लागि भनेको नि, हाम्रो साथी 30 कट्नुभन्दा अगाडिसम्म बढी नरहोस्, चाखोस् सबैको रस भनेर पो भने त, होइन त स्याम? यो चिज हेर्दा के एकचोटि भन्दैन त यार, भन्दैमा त के हुन्छ र? दुईजनाकोमा लभ पर्यो भने ठिक छ, नत्र फला त्यसरी फकाइराख्योस्, होइन र राजु? त नि हो र। सोधिम त हो श्याम, सोध्दै एकचोटि। ओके बेबी सुन न, मलाई के कस्तो ठोक्न मन लाग्छ, म बेलुका आउँछु है। ओए के हो श्याम, रिप्लाई आयो नि त? ओए राजु रिप्लाई आयो नि त? के रे सुन ल। हुन्छ बेबी, तर बेलुका कन्डम लिएर आऊ, माई लभ रे। के हो हेर? यार के हो राजु? श्याम सुन्न, मैले त यसको लभ टुटाउन खोजेको त। के हो यो त? बोलाउँछ नि त, त्यही भएर पो मैले तेरो साथ दिएको त। अनि पुरै आइसक्यो कन्डम लिएर भन्छु त। के हो कि त्यसको गर्लफ्रेन्ड साँच्चैकै ठोक्नमा होइन ठोकाउनमा इन्ट्रेस्ट राख्नेवाला हो र? श्याम कि हामी दुईजना भएर ट्राई हान्ने हो र? के छ विचार? भाग